हेलो गुड मर्निङ गाइस। आज भ्लग बनाउनु कोसिस गरिरहेको छु लामो समयपछि होइन। अब रातभरि ड्युटी गरेर आएर हामी यसो घुम्नको लागि चाहिँ ग्रान्ड मल जान लागेको अवस्था हो होइन। हल्का फुल्का सपिङ पनि गरेर यसो घुमेर पनि आउने भनेर चाहिँ यसो जान लागेको अवस्था हो। अब साथी रेडी हुँदैछ, आज खाना पनि त्यतिर खाना पर्छ कि भन्ने विचार भइरहेको छ होइन। त्यो भएर चाहिँ प्रस्थान गर्दै गरेको अवस्था हो। कतारको गर्मीमा भयो नि अब जाडो महिना मौसम लागेको भएर चाहिँ राम्रो आउँछ। अहिले चाहिँ मौसम राम्रो छ, यसो हल्का फुल हिँड्न पनि पऱ्यो भनेर चाहिँ यसो जान लागेको अवस्था। दुईजना आज हिँडेर जाने भन्ने प्लान गर्दैछौँ। रेडी भएको अवस्था होइन। Ready for go to the runways. अहिले चाहिँ बसाइ गर्मी ठाउँ गरेर साधारण बसाइ छ होइन। रुममा ठिकै छ भन्नुपर्छ। एसी मेरो बेड जाँदैछौँ अब दुईजना मिलेर। मार्केट जान लागेको अवस्था। प्लान चाहिँ ग्रान्ड मल जाने छ। अब जब जाँदै गर्दामा कहाँ पुगिन्छ भन्ने थाहा छैन। जाउँ लेसी रुममा ढोका बन्द गरेर अब हिँड्ने गरेको अवस्था होइन। पनि छ ब्लक हुँदैछ अन्ना ब्लक। यता अन्नाहरूको रुम छ यतातिर चाहिँ होइन। अन्नाहरू छ त्यतातिर। यता आफ्नो यहाँ केटो छ। हेला हेला अभि विचाल बाख्रा आउने छैन छैन Sadiq said, I know making TikTok like this is for YouTube. This I making vlog. His name is Paras, very handsome boy. But not married. Then ladies need to everything you can contact him. Okay? Contact me also no problem. दराज पुरा भरेछ लकर बिस्कुट क्वालिटी को बिस्कुट ल्याएर यहाँ पर्फ्युम को आइटम को हैन। हल्का बाखना आउने भयो है। जान पर्यो भन्ने मान्यता छ त्यो भएर हो हैन। र बिस्कुट गुड डे भन्ने यहाँ नि पाउँदैछ ल मिठा मिठा। कफी के खाने, पर्फ्युम के खाने, के लाउने सबै कुरो एभाइलेबल इज हियर। यस वी आर गोइङ टु नाउ मार्केट। यस टुडे वी आर गोइङ टु वर्किङ ट्राई टु गो मार्केट। इट्स मेबी 30 minutes. This nice place. Big room, one room for person and kitchen also is here. Kitchen also is here. अन्दाको यो बाटोमा जाँदै गरेको अवस्था हो होइन। लगभग आधा घन्टा जति बाटो लाग्छ रुमबाट मार्केट जानको लागि, ग्रान्ड मल जानको लागि। रातभरि चिसो एसीमा हावा खाएर चाहिँ आज हिँडेर गएर भए पनि सुकाएर यसो पसिना निकाल्न पऱ्यो कि भन्ने लागिपरेको छौँ। दुईजना स्लो मोसलमा चाहिँ मर्निङ वाक भन्नु पऱ्यो। 11 बजेको घाममा नरम घाममा होइन हिँडिरहेको अवस्था हो। यस्तै छ चलिरहेको छ। त्यत्तिकैमा होइन अगाडि पनि आउँछ कि भन्ने तातो पिचको तातोले तातो बनिरहेको छ। मस्तो तातो छ। अन्त वे नियर ग्रान्ड मल नजिक पुगेको अवस्था हो। यो चाहिँ कतारको होइन। कतारको चाहिँ सनाया भन्ने भन्छ यसलाई। सनाया यो पुरा भयङ्कर एरिया छ। यो पुरै यो कन्डक्सन के अरे के भन्छ अरे केटा यसलाई मान्छेहरू भन्ने ठाउँ इन्डस्ट्रियल एरिया भन्छ यसलाई होइन। इन्डस्ट्रियल एरियामा चाहिँ विभिन्न कम्पनीमा काम गर्ने विभिन्न देशका मान्छेहरू लेबर अब सबै लेबरहरू हुन्छ होइन। प्रायः जस्तो सबैजना चाहिँ अब यसमै बस्छन्। त्यही हो। अहिले यहाँ राउन्ड बोटमा आइपुगेको अवस्था हो। बाटो क्रस गर्नको लागि चाहिँ वेट गरिरहेको। ल जाउँ जाँदै गरेको अवस्था छ होइन।
पछाडि हिरो छ यहाँ इन्डस्ट्रियल एरिया छ होइन त्यसमा चाहिँ विभिन्न कम्पनीका मान्छेहरू अब पनि छ वान ठाउँ बस्ने ठाउँ अकोमोडेसन पनि छ होइन कम्पनीहरू पनि छ तर यतातिर यहाँ ग्यारेजहरूदेखि लिएर गएर अब विभिन्नहरू छन् यतातिर ल मेन हाइवे आइपुगेको अवस्था होइन मेन हाइवे आएको अवस्था हो अब यस्तो छ अब यो बाटो क्रस गर्नुपर्छ यहाँ ग्रान्ड मल पारिपट्टि छ होइन पारिपट्टि चाहिँ यसरी आइपुगेको अवस्था हो यो चाहिँ साँच्चीकै छ यहाँ चाहिँ मेन हाइवे अब यहाँ प्लाजामा महल र ग्रान्ड मलसँगै छ अब पर गएर राउन्ड बोर्डबाट चाहिँ बाटो काटेर पारि जानुपर्छ लगभग आधा घन्टाको हाम्रो आज वल्किङ हिँड्दैछौँ ल क्रस गर्ने ठाउँ आइपुग्यो होइन तर घामले सेकेर यसो यहाँ वेटिङ पार्कमा चाहिँ वेट गर्दै गरेको अवस्था हो यस्तै मरुभूमिलाई चिटिक्क लाएर हेरेँ घाँस फुलाएर घाँसपात कटिङ गरेर चिटिक्कै बनाएको छ होइन चिटिक्क बनाएर वेटिङको ठाउँ छ यसो एकछिन चाहिँ यहाँ रेस्ट गर्न पऱ्यो कि रेस्ट छोडेर चाहिँ बसिरहेको छौँ होइन यसरी बसिरहेको अवस्था हो यस ल हल्का मुड फ्रेस गराउनुको लागि होइन हल्का हिँडेको अवस्था हो अनि घामले सेकेर चाहिँ यसो एकछिन आराम गर्नलाई बसेको जानै पर्ला छ हौ जति ढिला गऱ्यो फेरि आउन उति ढिला हुन्छ अनि फेरि मार्केट घुम्नुपर्छ दामै होइन त्यो चाहिँ प्रस्थान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ल लागौँ ल केटाले यसले लेसको बढी लेसको जानु पऱ्यो काम छ बत्ती बेला छ 11 बजी भए पनि 30-35 डिग्रीको छ ल विदेश भन्ने पनि केही छैन यस्तै हो पुल र बाटो नै हो अरू केही हुँदैन यो प्लाज्मा मल छ त प्लाज्मा मलको अगाडि आइपुगेको अवस्था हो होइन पारिपट्टि प्लाज्मा मल छ होइन त्यसकै पारिपट्टि चाहिँ ग्रान्ड मल छ अब यहाँ आइपुग्यो ल लगभग 15-20 मिनट पछि हिँडाइपछि विदेश भन्नु नै के छ र यही पुल र भयङ्कर पुल र बाटो मेन कुरो नै सिस्टममा चल्नुपर्छ यहाँ चाहिँ होइन सिस्टमले गर्दाखेरि नै हो होइन मेन कुरो त्यहाँ हो उहाँ एक मिस्टेक भएको छ होइन पुरा वारिङ दिइरहेको छ किन बजाइस छैन भनेर त्यही भएर सिस्टममा चल्नुपर्छ यो ठाउँमा चाहिँ गाह्रो छ एसियन टाउन प्लाजा मल आइपुगेको अवस्था एसियन टाउन यसको ठ्याक्क पछाडिपट्टि चाहिँ ग्रान्ड मल छ यसलाई एसियन पार्क पनि भन्छ होइन यहाँ एसियन पार्कै भनौँ यसलाई अब यसको ठ्याक्क पछाडि ग्रान्ड मल छ प्लाजा मलको चाहिँ अगाडि होइन चिया खानी चाहिँ थर्मस पनि छ यहाँ ल यो रोटना रेस्टुरेन्टमा आज यहाँ यसो व्यवस्था खानाको यता व्यवस्था गर्न आएको छौँ अब हेर्दै जाउँ मटनको चाहिँ अब अर्डर भएको छ होइन बिस्तारै अब खाली भाँडो छ केटो यहाँ दारा तम्सेर बसिराखेको छ होइन खानाको चाहिँ ल खाना कस्तो आइटम आउँछ भने एकदम पर्खाइमा भोक लागेको छ होइन दाजुभाइ पुरै यहाँ पर्खाइमा बसिरहेको अवस्था हो ल रोटना रेस्टुरेन्टमा चाहिँ अब मटन बिरयानी खाने डिसिजन गरेर खान लागेको अवस्था होइन दुईजना सुरु गर्दैछौँ मटन बिरयानी भनेर चाहिँ सुरु गरेको अवस्था हो कृपया ध्यान दिनुहोला हामी विराटनगर विमानस्थलमा अवतरण गर्ने तयारीमा छौँ कृपया आफ्नो सिटको पेटी बाँधेकोमा जाँच गरिदिनुहुन ट्रे टेबललाई यथास्थानमा राखिदिनुहुन